के भएर सुकुम्बासीको विषयमा सुकुम्बासी मैले बारम्बार मैले भनिसकेँ तपाईँहरूलाई चाहिँ तीनपटक मैले तपाईँहरू यसको विषयमा मैले कुरा चाहिँ अहिले तपाईँले भनिसकेँ फेरि प्रश्न तिर्नुहोस् प्रधानमन्त्रीलाई तपाईँहरू प्रधानमन्त्री नमान्ने भनेको के मान्ने भनेको यार कसरी मान्ने भने कसरी मान्ने तपाईँ मान्नुहुन्छ तपाईँ विदेशी एजेन्ट हो तपाईँले मान्नुहुन्छ हामी मान्दैनौँ देशका प्रधानमन्त्री होइन गलत काम गरे होला शिक्षामा हेर्नुहोस् नमान्ने यो चाहिँ गलत काम गरे भन्नुहोस् न प्रधानमन्त्री नै होइन भन्ने त हुँदैन होला नि भारतको र नेपालको सिमानामा यो चाहिँ के भन्छ सिमाना नेपालले नि मिचेको छ भन्छ गलत बोले भन्नुहोस् न गलत बोल्न स्वीकार्नु पर्यो नि भन्ने त हुन्छ त गल्ती नि महाअपराध गर्यो त झन् 1 करोडको हाराहारीमा भोट दिएका छन् राजसभालाई जिब्रो चिप्लिनु नपाइने भने 1 करोड जनताले हालेको मतलाई तपाईँले नमान्ने काम चाहिँ गल्ती गर्यो नि कामै गल्ती गरिसकेको छ नि त्यसले यस्ता त्यही भएर भन्दै यो प्रधानमन्त्री होइन भन्दैछ तपाईँलाई चाहिँ प्रधानमन्त्री भएको भए हुन्थ्यो भन्ने लाग्छ तपाईँले प्रधानमन्त्री बनाउँछन् त सर उहाँ त दुई तिहाईले जितेर आएको मान्छे प्रधानमन्त्री होइन भन्नुहुन्छ तपाईँ यार फेरि प्रश्न सोध्नुहुन्छ यो बालेन मैले भनिहालेँ बालेन चाहिँ विदेशी एजेन्ट हो विदेशीको प्रधानमन्त्री हो नेपालको प्रधानमन्त्री होइन तपाईसँग प्रमाण के छ भन्ने होला प्रमाण के छ भने चाहिँ अब कामले देखायो हरेको कामले देखायो के प्रमाण पनि अब काम गर्दै जान्छ कुन दिन यो चाहिँ विदेशीको हातमा चाहिँ यो देश पार्छ त्यतिखेर लाग्नुहोस् 5-6 महिनामा म भन्दैछु नि 5-6 महिनामा उथल पुथल हुनु पर्थ्यो दाइ भन्नुहोस् त ठ्याक्कै देशभक्त हुनुपर्छ देशभक्त जनपक्षी जनताको काम गर्ने हुनु पर्यो तपाईँ हामी जनपक्षले चाहिँ काम गर्छ अब जनपक्ष जनताको काम गर्ने जो हुन्छ प्रधानमन्त्री को भएको भए चाहिँ राम्रो हुन्थ्यो प्रधानमन्त्री बन्नु यो विदेशीको चुनावमा भाग लिनु भएको विदेशीको खाना पाइरहेछन् कसले हाल्छ नि तपाईँहरू चाहिँ अहिले हामी जस्तो हाम्रो इन्टरभ्यू लिनु न तपाईँ अहिले मेरो जुवा देखेर तपाईँ लिनुभयो है होइन भने तपाईँ लिनुहुन्न किन लिनुहुन्न भने नि जहाँ पैसा आउँछ नि जसको कुरा पैसाको कुरै छैन हामी माइती गर्न आएका तपाईँले पनि जुङ्गा त इन्टरभ्यू लिन्छन् भनेर पाले होला प्रश्न कुरा भन्नुस् के हो तपाईँको समस्या जुङ्गाको विषयमा अब 1 वर्षमा हाम्रो यो जुङ्गाको कम्पिटिसन हुँदैछ गाडी होइन फेरि बालन कुरा नगर्नुहोस् के तपाईँ यो हेर्नु त यो खोइ बालन कहाँ खोइ यो हेर्नु यो सडकमा हेर्नु यस्तो हुन्छ अब यो त पीडितहरू आएर पीडित यस्तो हुन्छ आश गरेर पीडितहरू बसेको यो त अघिल्लो सरकारकै घटना धेरै छन् यार अब युवा अब युवाले चाहिँ के गर्छ है भन्दा फेरि अहिले चाहिँ कहिले खाली छैन यार यो के भन्छ यो चाहिँ यो माइतीघर पशुपति जस्तै यो चाहिँ माइतीघर भइसक्यो किनभने खाली कहिले नहुने धर्मशाला भयो तपाईँले सही कुरा गर्नुभयो बालन सरकारको कुरै नगर्नु गृहमन्त्री त आजको दिनमा सबैको मनमा छन् अरे क्या को मन छन् अरे सबै जनताको मनमा आजको दिनमा गृहमन्त्री सुदन गुरुङ हुनुहुन्छ भन्ने कुरा छ क्या सुदन गुरुङ फेरि सुदन गुरुङको कुरा ल्याउनु भएको गृहमन्त्री हुन् क्या यदि त्यसले चाहिँ केपीलाई चाहिँ जसरी समायो नि त्यसलाई जेलमा हाल्नु पर्थ्यो नि जनतालाई चाहिँ भरम छर्ने 10 दिन चाहिँ त्यसलाई भित्र हालेर चाहिँ मैले भित्र हालेर भनेर हुन्छ त्यसले चाहिँ 2-4 वर्ष हाल्नु पर्यो नि त्यो त अदालतले नदिएको होइन र किन समायो गृहमन्त्रीले त समाएको सामान्य जनताले चाहिँ जसरी समाउँछ त्यसरी चाहिँ 5-6 वर्ष राख्दिने यो देशै बेचेको केपीलाई चाहिँ 10 दिनमा छुटाउने जस्तो हुन्छ को यो सुदन गुरुङ हाल्नु पर्दैन भित्र केपीले देश कहाँ बेचेछ सबभन्दा तपाईँ इतिहास पढ्नुहोस् के कालापानी लिपु लेकदेखि लिएर यो खोला नालादेखि लिएर जङ्गलदेखि लिएर कसले बेच्यो त्यही बेच्यो भनेर त अहिले जनताले चित्रो गरे निकालेर हुन्छ यो किसिम बालनले यो चाहिँ के भन्छ महानगरपालिकाको प्रमुख हुँदाखेरि चाहिँ त्यसले चाहिँ आफ्नो भित्तामा के टाँसेको थियो ल हेर्नु अहिले के बोल्यो अहिले के बोलिरहेछ के बोल्दैछ भने फेरि गजडी भन्छन् साँच्चै गजडी रहेछ नि बोल्यो प्रमाण देखियो नि त्यही भएर धेरै कुराहरू बालनको कुरा नगर्नुहोस् अरू के कुराहरू भन्नु छ प्रधानमन्त्री बालेन हुनुहुन्छ तपाईँ कुरा गरेर भयो त भने तपाईँ प्रधानमन्त्री बन्नुहोस् तपाईँको पनि कुरा गरौँला क्या सर राष्ट्रपाको चितवनमा महाधिवेशन हुँदैछ देश बेच्दैछ ओहो अब बेच है भनेर तपाईँ चाहिँ जब बेच्छ नि तब थाहा पाउनुहुन्छ अहिले कुराहरू तपाईँ यत्तिकै हो तपाईँको कानमा सुटुक्क आइसक्यो देश बेच्दैछ किन बेचिँदैन कुनै माइकलाको तागत छैन फेरि यो राज्यले के बुझ्नु पर्यो भने मजदुरका आन्दोलनले राज्य सत्ता पनि ढल्न सक्छन् त्यहाँ बुझ्नु पर्यो मजदुरहरू केही होइनन् मजदुरका आवाज चाहिँ बुलन्द गर्दाखेरि दबाइन्छन् भने अब मजदुरहरू आन्दोलनमा उत्रिएर आफ्नो अधिकारको लागि चाहिँ अगाडि बढ्नै पर्छ यो नगरिकन चाहिँ हुन्न राज्यले पनि के बुझ्नुपर्छ भने धेरै ठुल्ठुला आन्दोलन चाहिँ मजदुरले नै गरेका छन् र मजदुरहरूले चाह्यो भने यस्ता 2 तिहाईको सरकारहरू पनि तपाईँको समर्थ बनाउन सक्छन् र राज्यले यो बुझ्नु चाहिँ पर्छ मजदुरहरूको अधिकार हक अधिकारको लागि मजदुरहरूको न्यूनतम बाँच्ने आधारको तलब वृद्धि हुनुपर्छ भनेर चाहिँ
हामीले 13 गते मागपत्र बुझाइसक्दाखेरि त्यस पछाडि 15 गते जुन उनीहरूले चाहिँ बजेट भाषण गर्दाखेरि मजदुरहरूको अधिकारमाथि र मजदुरहरूको तलब वृद्धिहरू मजदुरहरूलाई पाउनुपर्ने सेवा सुविधाहरूमा कुनैमा पनि त्यो नदेखिएको हुँदा आज चाहिँ फेरि हामी यो माइतीघर मण्डलबाट राज्यलाई ध्यान आकर्षण या राज्यलाई चाहिँ एउटा अवगत हाम्रो मजदुरहरूका मागहरू के भइरहेका छन् र मजदुरहरूले पाउनुपर्ने अधिकारहरूमा राज्य किन मौन बसिरहेछ भन्ने विषयमा चाहिँ आज हामीले एउटा कार्यक्रम मार्फत राज्यलाई झकझकाउने काम गर्नको लागि हामी माइतीघर मण्डलमा आएका छौँ। हाम्रो मागहरू अब मोटामोटी हाम्रो 23 बुँदे मागहरू छन्। 23 बुँदे मागहरूमा मजदुरहरूका न्यूनतम बाँच्ने आधारको तलब वृद्धि गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो। अहिलेसम्मको मजदुरको चाहिँ न्यूनतम तलब राज्यले त्यो कति छ त भन्दाखेरि 12,000 समथिङ 12,700 रुपियाँ तपाईँको चाहिँ राज्यले तोकेको छ। 12,170 रुपियाँ तपाईँको चाहिँ राज्यले न्यूनतम तलब तोकेको छ। त्यो तलबले बाँच्न सक्छन् मजदुरहरू। र यहाँ चाहिँ के छ भने हामीले यो मागमा मजदुर कर्मचारी सबैलाई समेट्ने गरी हामीले उठाएका थियौँ। मजदुरको पनि कर्मचारीहरूको पनि संयुक्त रूपमा सबैको चाहिँ एउटै एकदममा तलब वृद्धि हुनुपर्छ भनेर हामीले उठाएको थियौँ। तर मात्र यो राज्यले कसरी चाहिँ तपाईँको सोच्यो भने आफ्ना आसेपासे र कर्मचारीहरू प्रति मात्र चाहिँ तपाईँको तलब वृद्धि गरेर यो शासन चलाउनपट्टि राज्य एकोरो तरिका लागेकोले गर्दाखेरि मजदुरहरूको आवश्यकता यो राज्यले नदेखेकोले गर्दाखेरि चाहिँ अब मजदुरहरूको तलब पनि अहिलेको राज्यले कर्मचारीहरूको बढाएको न्यूनतमको आधारले हामीले चाहिँ के भनेका छौँ भने 43,000 चाहिँ तपाईँको 869 रुपियाँ चाहिँ तपाईँको चाहिँ कायम गर्नुपर्छ भनेका छौँ। किनभने यो राज्यले अहिलेको कर्मचारी तन्त्रमा न्यूनतम तल्लो वर्गको तलब त्यहाँसम्म पुर्याएको गर्दाखेरि अब मजदुरहरूको पनि त्यो पुर्याउनु पर्छ भन्ने हिसाबले हामीले चाहिँ 21 बुँदे माग राखेर 23 बुँदे माग राखेर हामी तपाईँको आन्दोलनमा आएका छौँ। तपाईँले काखी साकेहरूको मात्र बढायो हाम्रो बढाएन भन्नुभयो। त्यो काखी भन्नाले कसरी त्यो पनि सम्भव हुन सक्छ? अब यसो यो चाहिँ कसरी बुझ्नुपर्छ भने मजदुरहरूको तलब बढाउन चाहिँ सम्भव नहुने, कर्मचारीहरूको तलब बढाउन सम्भव हुने। यो राज्यसँग त मजदुरले के मागेको छ भनेपछि मजदुरले काम गरेर होइन आफ्नो पारिश्रमिकको ज्याला चाहियो भनेको छ। तपाईँको राज्यको तर्फबाट राज्यले दिनुपर्ने सेवा सुविधा अलग छ। मजदुर त कहाँ जोडिन्छ नि त भनेपछि निजी क्षेत्रमा जोडिन्छन्। निजी क्षेत्रमा काम गरेर मुनाफा कमाएर मजदुरले त आफ्नो अधिकार खोजिरहेछ भनेपछि राज्यले कमसे कम पनि न्यूनतम मापदण्ड अनुसार चाहिँ मजदुरको तलब चाहिँ अबको निजी क्षेत्रले यति दिनुपर्छ भने राज्यले किन तोक्न सक्दैन होइन। त्यसले गर्दाखेरि हामीले यो राज्यप्रति चाहिँ के भन्न चाहन्छौँ भने मजदुर नभई देश विकास हुँदैन र मजदुरलाई तपाईँको चाहिँ एकदम तपाईँको तल्लो स्तरको दर्जाले हेरिएको छ। यो कदापि हुन सक्दैन भन्ने नै हामीले चाहेको छौँ।